यहाँ उपस्थित हुनुहुने सम्पूर्ण सम्पूर्णमा हार्दिक अभिवादन। नेपाल राष्ट्रिय शिक्षक संगठन 2036 सालमा स्थापना हुँदा हामी सबै एकै ठाउँमा थियौँ र त्यति बेला शिक्षकका विरुद्ध हकलाई सम्बोधन गर्ने धेरै कार्यहरू भए। बहुदलका लागि पार्टीका नेताहरूलाई समर्थन गर्दै हामीले पालन पोषण गर्दै विभिन्न दलीय व्यवस्थालाई ल्याउनका लागि बहुदलीय व्यवस्थाका लागि पनि हामीले आन्दोलन गऱ्यौँ। त्यसमा पनि हाम्रो सक्रिय सहभागिता रह्यो। त्यसपछि राजतन्त्रमा फलेर गणतन्त्र आउने क्रममा पनि शिक्षकहरूको ठुलो भूमिका रह्यो। तर गणतन्त्र आइसकेको पनि आज भएर सङ्घीय संविधान बनेर अनिवार्य शिक्षा माध्यमिक तहको शिक्षा निःशुल्क भनेर संविधानमा राखिएको कुरालाई समेत शिक्षा ऐनमा समेट्न नसक्ने र 2028 सालको पञ्चायती शिक्षा ऐन आजसम्म पनि कागज रहँदा त्यसको विकल्पमा सङ्घीय संविधानमा मुटुको शिक्षक कर्मचारी मैत्री र शैक्षिक स्तर वृद्धि गर्न सक्ने खालको शिक्षा ऐन ल्याउनका लागि हामीले पटक अनुरोध गऱ्यौँ, विज्ञप्ति निकाल्यौँ, अनेक दर्ता गर्दै आन्दोलन गऱ्यौँ। त्यति गर्दा पनि नभए धेरैजनाको आन्दोलन सबै ठुलो अवस्थामा ल्याएका छौँ। तर पनि सरकारले सुनिरहेको छैन र विभिन्न साथीहरूका प्रतिक्रियाहरू पाइन्छन्। कहिले शिक्षक सङ्गठनले